हेलो हाई एभ्रिवान रिसेन्टली चाहिँ मैले एउटा भिडियो बनाएको थिएँ मेरो नेपालबाट आएको पार्सलको अनि त्यही पार्सलमा चाहिँ मलाई मेरो बहिनीले कोवेतबाट ल्याइदिएको गिफ्टहरू पनि एड गरेर पठाइदिएको थियो। त्यो भिडियोमा पनि मैले हालेको थिएँ तर उसले चाहिँ त्यो सामानहरूको छुट्टै भिडियो बनाएर मलाई देखायो अरे अनि त्यही भएर मैले फेरि उसको कोवेतको मात्र छुट्टै भिडियो बनाएर हाल्नु आँटेको कोवेतबाट आएको गिफ्टहरूको। So firstly I'll show you the saree र कुर्ता जुन बहिनीले नेपालमै किनेको। थ्याङ्क यू पार्वती दिदी र एल्ना, उनीहरूले आई थिङ्क 2 whole days न्यू रोड कुमारीपाटी मङ्गल बजार कता कता मात्र घुमेन होला मलाई साडी र कुर्ताहरूको पिक्चर्स पठाउनको लागि। सो लुक एट द प्रिन्ट, कस्तो क्युट छ। It's the blouse, so pretty, tara little bit tight. यो खोल्नु पर्छ अलिकति, खोल्नु मिल्छ। साडी त पठायो, लाउनको लागि यहाँ चाहिँ जग्गा त छैन। एन्ड कुर्ता यो पनि हल्का टाइट भएको छ तर म खोल्छु, खोल्नु मिल्छ। साडी र कुर्ता, फ्यु कुर्ताजहरू छ मसँग यहाँ तर लाउनुको लागि कुनै ठाउँै छैन। कहाँ लगाएर जानु यो कुर्ताहरू, तर एकदम प्रिटी छ। उसले आफ्नो लागि ट्विन किनेको छ सो द्याट सम डे मेबी हामीले ट्विन गर्नु सकोस्। यो त्यसको सल एन्ड ब्याङ्गल्स फर साडी, ब्याङ्गल्स अनि नर्मल लाछा टिकी साडीसँग लाउनुको लागि जुन लाउनु आउँदैन लाउँदाखेरि युट्युब ट्युटोरियल हेरेर लगाउनुपर्छ। हल चाहिएको छ भने भन्नु होला, साडी लगाएर देखाउँछु। यो सबै चाहिँ अब कोवेतको सामान जुन उसले मलाई पठाइदिएको थियो, उताबाट ल्याइदिएको। यो चाहिँ जी-सकको कडी हो, उसले आफ्नो बेनाको लागि पठाइदिएको। I love the color. Yep. एउटा उसले आफ्नो बेनालाई अनि एउटा मलाई पठाइदिएको छ घडी। I love mine. कवालीको, so pretty, isn't it? लगाएर देखाइदिन्छु। Smart watch out. यसरी हो। Isn't it so cute? टाइम साइम मिलाएको छैन, मिलाउनु पर्छ। Get out. अनि त्यसपछि पठाइदिएको perfume with my name engraved on it. Alicia. Smells so good. I love Kayali. एकदम strong smell छ। And some attar. Attar भन्छ कि के भन्छ थाहा छैन तर yep, smells vanilla or cinnamon mix type को छ यसको smell। Another attar, यसको smell मलाई मन परेको छ। यसको smell is similar to Dior को Sauvage के भन्छ हो, त्यो जस्तै छ यसको smell, similar। त्यसपछि आउँछ bags। Isn't this so cute? कहाँ बोकेर जाउँ? So cute bag. त्यसपछि छ matching bag र sandal। म हुन त हिल कहिले पनि लाउँदिनँ, एउटा हिल छ मसँग यहाँ जुन मैले सिएनबाट ल्याएको थिएँ, जुन मैले 2 चोटि लगाएको थिएँ होला। द्याट्स इट। लगाएर जाने ठाउँै छैन। Let me try it on. काम घर बाहेक केही हुँदैन।
अनि हिल्लाएर कहाँ जानु काम गए मात्र हो काम हिल्लाएर काममा गयो भने सिधै निकालिन्छ कामबाट so cute by the way मैले I think more than 10 kilos lose गरेको थिएँ I think मार्चमा म 72 kilos त थिएँ होला त्यसपछि मैले जिम जोइन गरेको थिएँ जिम मलाई त्यस्तो इफेक्टिभ लागेन जिम चाहिँ है जिम चाहिँ त्यस्तो इफेक्टिभ लागेन त्यसपछि मैले डाइटिङमा फोकस गरेँ डाइटिङमा फोकस गरेपछि चाहिँ I lost a few kilos त्यही भएर यो स्कर्ट यो सबै पुरानो स्कर्टहरू हो अनि यसरी फोल्ड नगरिकन लगाउन त मिल्दैन अड्दैन खस्छ and then I'll try the next one I think there's another one yeah अब जुन इभेन्ट छ यतातिर म चाहिँ अस्ट्रेलियाको एस्पेरेन्स भन्ने ठाउँमा बस्छु अनि यहाँनिर कोही पनि नेपाली छैन म मेरो हस्बेन्ड अनि हामीसँग बस्ने भाइ त्यति हो नेपाली भनेको यहाँनिर अरू कोही नेपाली छैन त्यही भएर कहाँ इभेन्ट त्यस्तो त केही हुँदैन यस्तो साडी ड्रेस यो हिलहरू लगाएर जानुको लागि बट स्टिल अब आफै एउटा इभेन्ट बनाउनु पर्छ यो लगाएर जानुको लागि हैन हिल लगाएर बिच गइदिउँ कि क्या हौ खुट्टा भाँच्नको लागि हैन yeah so cute want to see the back अनि कोहीहरुको back so cute अनि एउटा चाहिँ work bag this is what I need work bags दिनमा 10 घण्टा त काममै हुन्छु म and last but not the least look at this keyring so cute thank you so much for this ignore my nails काममा नङ पाल्नु पनि मिल्दैन nail polish लगाउनु पनि मिल्दैन विरक्त भएर बस्नु पर्छ thank you that's it for the haul साडी र कुर्ता ट्राई गरेर देखाउँछु होला म पछि युट्युबबाट ट्युटोरियल हेरेर सिकेपछि किनभने मलाई त आउँदैन alright guys thank you for watching my video मजा आउने रहेछ बोल्दै भिडियो बनाउनको लागि यतिकै पनि मेरो साथी त कोही छैन एकजना छ मरिससको कोहीसँग हो अलिक गसिपहरू सेयर गर्ने न त भने कोही छैन टाइम पनि हुँदैन कसैसँग यतिकै बसेर गफ गर्नु सबैजना आफ्नो काममा बिजी हुन्छ so I think start गर्नु पर्ला vlogging just आफ्नो कुराहरू हल्का शेयरहरू गर्नको लागि हैन सबै प्याक पछि गरौँला अब लेज खानुपर्छ नेपालबाट आएको alright guys see you on my next video love you